हेलो एभ्रिवान। आज चाहिँ हामी यो पोल लाइटको लागि युज हुने डे एन्ड नाइट सेन्सरको कनेक्सन कसरी गर्नुपर्छ त्यो भन्न गइरहेको छु म आज। यो चाहिँ सेन्सर भन्छ यसलाई, डे नाइट सेन्सर। पोलमा हाल्नको लागि पोलमा बत्ती हाल्नु पर्यो भने यस्तो हाल्ने। यो हालेपछि तपाईलाई स्विच हाल्नु परेन, बिहान बेलुका अन अफ गर्न जानु परेन। यो चाहिँ यस्तो हुन्छ, यसमै लेख्या हुन्छ जम्मै। यहाँ तीनटा तार आएको हुन्छ बाहिर, आउटपुट। यहाँ लोड भनेर रेड दिएको छ, लोडमा चाहिँ बत्तीको तार हालिदिने यो रेडमा। अनि व्हाइट भनेको न्युट्रल छ, न्युट्रल भनिसक्यो कमन तार एउटा यसमा हालिदिने। अनि लाइन भन्ने छ, यसमा चाहिँ इन यसमा हाल्ने, इन पावर। आउट चाहिँ योबाट जान्छ। अब यसलाई कसरी जोड्न पर्यो म एउटा डेमो गरेर देखाइदिन्छु। एउटा लाइटमा यस्तो खालको पोल लाइट युज गरे नि भयो, अर्को यस्तो खालको बत्ती युज गरे नि भयो, जुन गरे नि भयो। सेन्सर हालेपछि अन अफको काम यसैले गरिदिन्छ। सो यो चाहिँ लाइट भयो। हामीले यसमा चाहिँ बालेर अन अफ गरेर देखाइदिन्छु म अहिले। यसमा चाहिँ ट्राई गर्न गइरहेको छौँ हामीले। यसमा भनेको जस्तै न्युट्रल व्हाइट भनेपछि एउटा न्युट्रल जोडिहाल्ने एउटामा। यो इनको लागि, लाइन इनको लागि मैले एउटा यो बनाएको छु, टुपिङ जेक। यसमा एउटा तार हालिदिने, न्युट्रल कमन जोड्दैछु। सेफ्टीको लागि टेप लगाइदिउँ। अब बाँकी भयो यो दुईटा इन र आउटको। यसमा लाइन इन ब्ल्याक भनेर यहीँ दिएको छ, ब्ल्याक भनेर लाइन, यो लाइन भनेर यहीँ छ ब्ल्याकमा। यसमा चाहिँ ब्ल्याकमा इन तार दिने। टेप लगाइदिउँ। त्यसपछि योबाट गएको यसमा एउटा न्युट्रल कमन भइहाल्यो, एउटा अर्को तार हुन्छ जुन यो होल्डरमा हाल्नुपर्ने बत्तीको। यो चाहिँ आउटपुट, यो चाहिँ बत्तीको आउटपुटको लागि यो हालिदिने। टेप लगाइदिउँ सेफ्टीको लागि। अब हाम्रो कनेक्सन रेडी भइसक्यो। यति मात्र हो हाम्रो कनेक्सन। यो हाम्रो सेन्सर, यो हाम्रो बत्ती। एउटा तार डाइरेक्ट न्युट्रल भइहाल्यो। यो डाइरेक्ट यो हाम्रो जेकको एउटा साइडमा गएर अर्को साइडको चाहिँ यो इन, ब्ल्याकमा इन। त्यसपछि योबाट आउट गएको छ बत्तीमा, रेडबाट बत्तीमा गएको छ अर्को। कनेक्सन यति नै हो। यो हाम्रो बत्ती यहाँ भयो, सेन्सर यहाँ भयो। अब यसमा पावर दिएर चेक गरौँ। पावर दियो हामीले यहाँ। यो अहिले उज्यालोमा भएर यो बलेन बत्ती, उज्यालो भएपछि बल्दैन। अब अँध्यारो भयो भने कसरी यसलाई काम गर्छ भन्दा, अब यसमा सेन्सरमा हामीले अँध्यारो पार्नु पर्यो। सेन्सर छोपिदिउँ। अलि राम्रोसँग छोप्दैन।
बल्यो हाम्रो बत्ती अँध्यारो भएपछि सेन्सरमा अब हटाइदिउँ। सेन्सरले थाहा पायो फेरि उज्यालो भएको, फेरि अफ भयो अटोमेटिक। अब फेरि यसमा सेन्सरमा हामीले छोपिदिउँ, अँध्यारो बनाइदिउँ सेन्सरलाई। त्यो अँध्यारो हुने बित्तिकै बत्ती फेरि बल्यो। कनेक्सन यही हो। अब यो बत्तीको ठाउँमा हामीले यो बत्ती हालेको भयो भने हुन्थ्यो पोल लाइट, हाम्रो 50 वाटको पोल लाइट। यो पनि कनेक्सन त्यही सेम हो। यसमा चाहिँ सेन्सर भएको नि हुन्छ, तर बिना सेन्सरवाला हो। यो सेन्सर हामीले छुट्टै हाल्नुपर्छ पोल लाइटको। हस्, थ्याङ्क यू।